अञ्जली एउटा प्राइभेट अस्पतालमा नर्सको काम गर्थे। दिनरात बिरामीको सेवा गर्दा पनि उसको तलबले कोठा भाडा र भाइको कलेज फी धान्न मुस्किल हुन्थ्यो। तलब बढाइदिन आग्रह गर्दा डाक्टर विकासले अस्वीकार गरिदिए। अस्पतालको भिआइपी क्याबिनमा रहेका धनी बिरामी रमेशले अञ्जलीलाई बारम्बार दुर्व्यवहार गर्न खोज्थे। सुरुमा डराएर चुप बसेकी अञ्जली एक रात रमेशले हद नागेपछि कडा प्रतिकार गर्दै झापड हान्छिन्। होहल्ला भएपछि डाक्टर विकासले उल्टै अञ्जलीलाई निकाल्ने धम्की दिन्छन्। तर यसपटक सिनियर नर्स कविता र सबै स्टाफ अञ्जलीको पक्षमा उभिन्छन्। हाम्रो श्रम किन्न सकिन्छ, इज्जत होइन। कविताको यो अडानपछि प्रशासन झुक्न बाध्य हुन्छ। रमेश प्रहरीको जिम्मा लगाइन्छ र अस्पतालले नर्सहरूको सुरक्षा र तलब वृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता गर्छ।